बालेनले जिते करोडौं नेपालीको मन। अन्ततः जोगियो ट्यू क्रिकेट मैदान। अब न डोजर चल्नेछ न त ताल्चा ठोकिनेछ। सरकारले त्रिविलाई घुडा टेकाएपछि सबै समस्या समाधान। समर्थकहरू खुसीले गदगद। यो ऐतिहासिक जितपछि बालेनको अर्को कडा कदम के होला? कीर्तिपुरको त्यो माटो जहाँ नेपाली क्रिकेटको बाल्यकाल हुर्कियो, त्यो मैदान जहाँ सन्दीप लामिछानेका जादुमयी गुगलीले विश्वलाई चकित पारे, जहाँ पारस खड्काको ब्याटले नेपाली क्रिकेटको जग बसायो र जहाँ रोहित पौडेलको कप्तानीमा नेपालले पुनः विश्वकपको सपना देख्यो। तर बितेका केही दिनहरूमा त्यो पवित्र माटोमा खुसी र उत्साह होइन, एउटा गहिरो सन्नाटा, अन्यल र आक्रोश व्याप्त थियो। लाखौं नेपाली क्रिकेट समर्थकको मोबाइलमा एउटा यस्तो हेडलाइन बज्रियो जसले हरेक खेल प्रेमीको मुटु छिया छिया बनायो। त्रिवी क्रिकेट मैदान 35 दिनभित्र खाली गर। यो केवल एउटा सरकारी सूचना मात्रै थिएन, यो त नेपाली क्रिकेटको अस्तित्व, पहिचान र करोडौं युवाहरूको सपनामाथि गरिएको सिधा प्रहार थियो भन्दा फरक नपर्ला। त्रिभुवन विश्वविद्यालयले जब अतिक्रमित जग्गा खाली गर्ने नाममा क्रिकेट रङ्गशालालाई पनि हटाउने धम्की दियो तब पुरै देश स्तब्ध बन्यो। तर भनिन्छ नि, जब सङ्कट गहिरिन्छ तब एउटा बलियो नेतृत्वको उदय हुन्छ। आज हामी त्यही ऐतिहासिक कथा सुनाउँदैछौँ कि कसरी एउटा उर्लिएको जनसागर र प्रधानमन्त्री बालेन शाहको दृढ इच्छाशक्तिले अन्ततः हाम्रो प्यारो